हेलो दोस्तो, अब हाम्रो नेपालले पनि अब चाहिँ राम्रो राम्रो अपर्च्युनिटीहरू पाउन सुरु भइसकेको छ। त्यो हजुरलेसँग म भन्न चाहन्छु कि अबको आउने हामीले हेर्न सक्नुहुन्छ T20 वान डेमा पनि राम्रो पर्फर्मेन्स गरिएको छ नेदरल्यान्ड र स्कटल्यान्डसँग। त्यसै गरी त्यसले आइसिसीलाई पनि केही कुराको विचार गर्नुपर्ने बाध्यता थियो र त्यो बाध्यता पनि पुर्याएको छ, बाध्यता ल्याइसकेको छ नेपाली क्रिकेटको खेलाडी सङ्घहरूले। त्यसैको लक्ष्यमा वर्ल्ड कप विजेता, दुईचोटि वर्ल्ड कप विजेता T20 का वेस्ट इन्डिजसँग चाहिँ हाम्रो सिनियर टिमैसँग हाम्रो चाहिँ प्रतिस्पर्धा हुने छ। क्यानले चाहिँ हाम्रो यो सञ्चालन गर्दै हुनुहुन्छ। यसै गरी हाम्रो सेप्टेम्बरमा 27, 28 र 30मा चाहिँ 3टा T20 इन्टरनेसनल गेम चालु हुनेछन्। यो युएको साझा ग्राउन्डमा चाहिँ हुनेछ। साझा ग्राउन्डको कुरा गर्दाखेरि हामीले वेस्ट इन्डिजमा देखेका छौँ पावर हिटर ब्याट्सम्यानहरू छन्, तर त्यस्तो त्यो ग्राउन्डमा चाहिँ मैले अहिलेसम्मको एनालाइसिसमा देखेको छैन, हुन पनि सक्दैन। यसको लागि एकदम राम्रो अपर्च्युनिटी हाम्रो लागि नै हो, नेपालको लागि। अब नेपालीले म के भन्न चाहन्छु भने हाम्रो प्लेयरहरूले एकदमै तयारी भएर बस्नु पऱ्यो। अब यो अपर्च्युनिटीलाई गुमाउनु भएन। एटलिस्ट यसमा चाहिँ राम्रो प्रदर्शन गर्न सक्नु, राम्रो प्रदर्शन भयो नेपालको भयो भने आफैले पनि सबै अहिले जसरी नै प्रदर्शन गरे अनुसारले वेस्ट इन्डिजले हामीसँग सहकार्य गरेर खेल्ने गऱ्यो भनेको एकदमै ठुलो कुरा हो। जहाँ कि जो वेस्ट इन्डिज भनेका वर्ल्ड कप विजेता टिम हो, दुईचोटि T20, दुईचोटि चाहिँ ओडिआई टिम चाहिँ जितेर चाहिँ विश्वकपमा चाहिँ आफ्नो छाप छोडिसकेका छन्। यसै गरी सानातिना देशहरू वेस्ट इन्डिजसँग अब T20मा राम्रो प्रदर्शन राम्रो गरिएको खण्डमा चाहिँ हामीले क्यानले पनि एकदमै राम्रो ध्यान दिएर चाहिँ गेमहरू सञ्चालन गराएर चाहिँ यो टुर्नामेन्टलाई एकदम नजिकबाट हेरेर चाहिँ यसलाई चाहिँ गऱ्यो भने अगर राम्रो पर्फर्मेन्स रह्यो नेपालको वेस्ट इन्डिजसँग भने अब यसमा चाहिँ वेस्ट इन्डिजका चाहिँ सिनियर प्लेयरहरू खेल्नेछन्। कुनै ए टिमका प्लेयरहरू चाहिँ नेपालमा आएर खेलेका टिमका प्लेयरहरू खेल्नेवाला छैनन्। यो सिनियर टिम नै हुनेछ। यो गेममा राम्रो प्रदर्शन अगर नेपालको टिमको भएको खण्डमा चाहिँ आइसिसी यतिसम्म बाध्यमा आउन सक्छ कि यो सानोतिनो देशहरू जस्तै बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान अब पहिला हामीसँग खेलेका टिमहरू अहिले हामीले खेल्नसँगै उनीहरूसँग खेल्नको लागि तडपिनु परेको छ होइन। अब अहिले चाहिँ कस्तो गेम छ, नेदरल्यान्ड, युए, ओमान यस्तै टिमसँग चाहिँ खेलेर चाहिँ अब यो बेस बनेकै छैन। पहिलाको टिम हाम्रो पनि यी सबै देशहरूसँग खेलेको टिम हो नि। श्रीलङ्का, अब अलि माथि लेभलमा बङ्गलादेश, अफगानिस्तान यी सबैलाई टिमसँग खेलेर हराएको पनि हो नेपालले। अहिले उनीहरूसँग खेल्नको लागि धेरै कुराहरूमा जोड दिनुपर्ने छ। अबको यो अपर्च्युनिटी भनेको नै हाम्रो गोल्डन अपर्च्युनिटी हो मेरो विचारमा है। यो अपर्च्युनिटीमा वेस्ट इन्डिजसँग हामीले राम्रो प्रदर्शन गऱ्यौँ T20मा भने सबै आइसिसी पनि यति बाध्य हुनेछ कि नेपाल क्रिकेट सङ्घ देखेर, क्रिकेट बोर्ड देखेर पनि आफैले उसले चाहिँ सबै जुनियर टिमसँग चाहिँ नेपालको म्याच गराउन बाध्य हुन्छ। र नेपालको चाहिँ अडियन्स क्राउड पनि आइसिसीले देखिसकेका छन्। यसै मार्फतले गर्दा हाम्रो यो क्रिकेट अझ चाहिँ बेटर हुनसक्छ। यसैको साथै वेस्ट इन्डिज सँगसँगै यो सेप्टेम्बरमा हुने बित्तिकै हाम्रो चाहिँ वर्ल्ड कप क्वालिफायर चाहिँ T20को लागि पनि सँगसँगै परेको छ लगभग ओमानमा। त्यसको लागि एकदम राम्रो बेस बन्नेछ। यो गोल्डन अपर्च्युनिटी चाहिँ हाम्रो नेपाली क्रिकेट टिमका अब क्यानबाट चाहिँ हुने सक्दो सहयोग चाहिँ गरेर एकदम निचोरेर चाहिँ एकदम प्लेयरहरूले पनि मिहिनेत गरेर चाहिँ यो सफलता टाढा जान दिनु भएन। हामीले मेरो विचारमा हामीले एनी हाउ कुनै पनि एकदम सिनियर टिमसँग आउँदाखेरि अहिलेदेखि नै हामीले स्ट्रगल गर्नु। भोलिको हामीले कसरी नाम चिनाउने त विश्वमा होइन, त्यो बाटोमा चाहिँ अहिलेदेखि नै हामीले लाग्नुपर्ने छ। तपाईँ हेर्न सक्नुहुन्छ यो भिडियोमा देखिराख्नु भएको छ यो पिक्चर नै बोल्दैछ होइन। यो पिक्चर नै बोल्दैछ कि हामीले यहाँ उल्लेखित भएको यो थम्बनेल मेरो यो चाहिँ हेर्न सक्नुहुन्छ यसरी। यसमा चाहिँ मैले हालेको छु 27, 28, 30 सेप्टेम्बर
रेडी टु के एकदमै हजुरको सबै रमन पल पुरन सबै खेलाडी सायद हाम्रो पनि पछाडि खेलाडी राखेको छौँ। यो चाहिँ टिम सब एकदम दिलचस्प हुनेछ। 3वटा T20 हुनेछन्। सकभर 2-1ले चाहिँ हामीले जितेको त राम्रै होइन। नेपालले राम्रो प्रगति अहिले गरेको देखिएमा T20मा पनि राम्रै छ। नभए सिरिजमा चाहिँ 2-1 चाहिँ 1 चाहिँ राख्नै पऱ्यो। कम्पिटिसन म्याचहरू चाहिँ हुनैपर्छ मेरो विचारमा। शारजाको ग्राउन्ड भनेको चाहिँ लगभग हामीले बुझेको अनुसारले स्पिनर बेस हो, धेरै हिटिङहरू हुँदैन। बाहिर अरू ग्राउन्डमा नेपालसँग वेस्ट इन्डिजको हुनु भनेको म्याच हुनु भनेको त यसरी बुझ्नुहोस् कि हामी 20 ओभरमा 250-300 रन खान पनि सक्छौँ, किनकि उहाँहरूको बलले एकदमै ब्याटिङ लाइन एकदम तगडा छ, पावर हिटिङ छ। उहाँले राम्रो देशहरूमा त अब छक्का मात्र हानेर चाहिँ अहिलेसम्मको पावर हिटिङमा कसको नाम आउँछ भने चाहिँ वेस्ट इन्डिजको नाम के T20मा त्यो त हामीले कन्फर्मै छ नि। त्यसको लागि हामीले चाहिँ यो शारजा ग्राउन्ड चाहिँ एकदमै बेस्ट ग्राउन्ड पनि पाएका छौँ, किनकि कम्पिटिसन ल्याउन र आफूलाई पनि देखाउन, आफ्नो गेम देखाउनको लागि नेपालले पनि यो ग्राउन्डमा चाहिँ सक्छ है। यस्तै ग्राउन्डमा चाहिँ अब माथि यस्तै ग्राउन्डबाट चाहिँ माथि उस्केका हुन् नि बङ्गलादेश, अफगानिस्तानहरू स्पिनर बेसहरू लेखेर मलाई देखेको अनुसारले कि स्पिनर बेसहरू। अब आइसिसीले पनि नेपाल क्रिकेट सङ्घलाई यो मौका दिएकोमा धन्यवाद दिन चाहन्छु। त्यसै गरी नेपाल क्रिकेट सङ्घ अब यो अहिले भिडियो बनाउनुभन्दा अगाडि पनि हामीलाई कतिसम्म आउँछ भने अहिले भर्खरै हामीले चाहिँ ओडिआईमा हाम्रो पनि पर्फर्मेन्स मैले ठिक राम्रो लागेको छ, राम्रो छ। क्यानको मिहिनेत देखाएका छन् अहिले प्लेयरहरूले पनि। स्कटल्यान्डसँगको एक म्याच विनिङ गरेका छन् र एक म्याच जितबाट 2 रनले हार्न पुगेका छन्। यो म्याचलाई जितै भन्नुपर्छ। र नेदरल्यान्डलाई जसरी 2 चोटि लगातार हराएका छन् अहिले वान डेमा। अब चाहिँ 16 तारिकबाट चाहिँ फेरि हाम्रो T20 पनि हुनेछ उहाँहरूसँग नै, स्कटल्यान्ड भर्सेस नेपाल। अब यसमा चाहिँ हामीले यो अपर्च्युनिटीमा अझ अगाडि राम्रो प्रदर्शन गर्दै गयो भने यस्ता अपर्च्युनिटी ठुलो पाउनेछन् नेपाल क्रिकेट सङ्घ। नेपालका फ्यानहरू, नेपालमा क्राउडहरू, नेपालमा यति फ्यान फलोइङ छन् भन्ने कुराहरू चाहिँ अब विश्वले पनि देखिसकेका छन् होइन। यसको सबै कुराहरू बुझेर सबै कुराहरूलाई सोच विचार गरेर यो क्रिकेट बोर्डले चाहिँ एकदमै मिहिनेतका साथहरू यो अपर्च्युनिटी हामीले चाहिँ गुमाउनु भएन भन्ने कुराहरू म राख्न चाहन्छु। यसैको साथ नेपाल टिमलाई अल द बेस्ट भन्न चाहन्छु। जय नेपाल।